आज चाहिँ मेरो तमिलनाडुमा 4th डे हो हैन। 11 बजिसक्यो। अहिलेसम्म मैले कहीँनिर बस्ने जग्गै भेटेको छुइनँ हैन। दिएको टाइम 11:15 यस्तो बाटोमा छ साथीहरू। यहाँनिर चाहिँ मन्दिर थियो है र मन्दिरमा पनि रुक्नै दिएन यिनीहरूले हो। आफूलाई चाहिँ हैन यति धेरै साह्रो परिरहेको छ, तर यहाँनिर चाहिँ भैयाहरू भेटेर फोटोहरू खिचिरहेको छ हैन। परदेशमा दुःख चाहिँ कसैले बुझिँदैन है। भए टाइम दिखाइए त जरा 11:15 पेट्रोल पम्पहरू पनि भेटेकै छुइनँ आज भने चाहिँ। अनि होटल दिउँ भने थियो, होटलमा पनि राम्रो होटलै नजिक छैन। हेलो अनि नमस्ते सबैजनालाई। अनि आज भने चाहिँ मेरो यात्राको 115 दिन पनि भइसकेको छ है। र आज चाहिँ म भ्लग नेपालीमा बनाउने छु। अनि के कसो अलिक सपोर्टहरू पायो भने चाहिँ म नेपालीमा नै कन्टिन्यू बनाउने छु। बाँकी हिजो भने चाहिँ म एउटा घरको बाहिर बसेको थिएँ है। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, यो घर हो होइन, यहाँ बाहिर। अनि हिजो यति धेरै बिजोग भइरहेको थियो, त्यो बिजोग त म तपाईँहरूलाई एक्सप्लेन गर्नै सक्दिनँ, त्यो म भन्दिनँ पनि। यति धेरै बिजोग भएको थियो है। तपाईँहरूले यो अगाडिको 114 को भ्लग हेर्नुहोस् होला। अनि बिहान बिहानै अहिले टाइम भने कति 8 बज्न लाग्यो है। र हेर्नुहोस् कति मजाले चिटिक्क मैले यहाँनिर बाइसाइकल पनि प्रिपेयर गरेको छु होइन। वेस्ट बेङ्गाल टु 12 ज्योतिर्लिङ साइकल यात्रा 12,000 किलोमिटर सोलो राइड विदाउट मनी। अनि यहाँनिर चाहिँ मैले लेखेको छु वेस्ट बेङ्गाल टु 12 ज्योतिर्लिङ साइकल यात्रा भनेर है। र म चाहिँ यो 12 ज्योतिर्लिङको साथसाथ 4 धाम पनि गर्दैछु। अनि अरू पनि फेमस प्लेसहरू जान्दैछु, लाइक हरियर फोर्ट थियो महाराष्ट्रमा, त्योहरू पनि मैले कभर गरेँ होइन। अरू पनि अब फेमस जुन चाहिँ ज्योतिर्लिङ अनि 4 धाममा हुँदैन त्यो पनि गरेँ। अनि ग्यास सिलिन्डरहरू एकदम मजाले चटाकचिटिक भएर हालिसकेँ। यो चाहिँ मेरो डल्लै यो मैला मात्रै हो होइन। अनि हेलमेटहरू पनि यहाँ राखिसकेको छु। अहिले भने चाहिँ अब बस ब्रेकफास्ट खाएर निस्किन आँटेको। बिहान टेन्टहरू लगाउनु ओर्नु यति धेरै साह्रो पर्छ नि। अनि हिजो चाहिँ मेरो दिनभरि फोनमा चार्ज थिएन होइन, एकदम जिरो। अनि मुड अफ भएको थियो, त्यही कारण अनि भ्लग पनि बनाउनु पाएन। अनि यहाँनिर चाहिँ आज चाहिँ हिजो बेलुका चाहिँ यहाँनिर टक्क बाहिर है। पावर ब्याङ्क पनि अहिले फुल छ, मोबाइल पनि फुल छ। बहुत खुसी छु। अनि जसले मलाई यहाँनिर राख्नु भयो नि एकदम उसलाई चाहिँ दिलदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सो ब्रेकफास्ट चाहिँ गाइस यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। यहाँनिर दुध अनि हर्लिक्स फिटेको छु हो। यहाँनिर वाटरमेलन छ। हिजो मैले 3 केजीको वाटरमेलन चाहिँ कति 1 केजीहरू मात्रै अब राखेको थिएँ। यही हो हिजोको उब्रेको चाहिँ खाना लागेको। बाँकी यहाँदेखि यो रामेश्वरम छ नि 360 किलोमिटर देखाउँदैछ। फटाफटी जाने हो। घाम यति धेरै लागिरहेछ नि आमा। बिहान बिहान वाटरमेलन खाँदैछु। फेरि भरे एकछिनबाट गएर भुँडी दुख्नु पो थाल्छ। चिसो न चिसो छ कि फेरि साह्रो छ खानु भने। घरको जस्तै भालेको याद आयो। उहाँ हेर्नु भाले होइन, मजा आउँछ। हर्लिक्स खाने अब ग्लास होइन हो, यसमै अब देशी जुगाड। कहिले काहीँ तपाईँहरूले फेसबुकमा भनिरहनुहुन्छ नि केयर गर्नु, टेक केयर युर सेल्फ भन्छ नि। यसरी नै अब केयर गर्नुपर्छ परदेशमा, के गर्नु अब। ट्राभलिङ लाइफ भनेको यही हो। यति धेरै मैले वाटरमेलनहरू खाएँ अरू जग्गामा, यहाँको जस्तो मिठो चाहिँ कहीँ पाइनँ साँच्चै भनेको। एकदमै धेरै स्वादिष्ट अनि स्विट छ पुरा। वाटरमेलन पनि फाइनली फिनिस भइसकिसक्यो होइन। सबै चाहिँ खान सकिनँ। अनि म चाहिँ गाईको छेउमा बसेर खाइरहेको थिएँ नि त। गाईले पनि पुरा खानु मन गर्यो, आधी गाईलाई दिइहालेँ होइन। र अहिले चाहिँ प्लेट पुरा क्लियर भइसकेको छ। अनि हर्लिक्स अब अलिकति बाँचेको छ यहाँनिर हो। पुरा मतलब लोभसरी खाँदैछु। अब चाहिँ खाइदिन्छु सबै। यति मिठो भयो नि, यति मिठो भयो, यसको लागि केही वर्डै छैन। के भने चाहिँ मैले भाडा सारा धोएर पनि होइन साइकल बाहिर निकालिसकेको छु साथीहरू होइन। साइकल चाहिँ मेरो त्यो प्यासेजमा थियो नि त। अनि जुत्ताहरू पनि अहिले लगाइसकेको छु, तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन। अनि त्यो प्यासेजमा लगाउनु भएन, यता आएर लगाएँ। अनि बाटो पनि यहाँनिर अप्ठ्यारो थियो नि त। सो अहिले भने चाहिँ मैले साइकल निकालिसकेको छु। साइकल स्कुटीमा राखेको छु है, स्कुटी अगाडिपट्टि छ। साइकलमा स्ट्यान्डै छैन नि त, त्यही भएर पुरा दुःख पर्छ। र अब चाहिँ म यहाँबाट निस्किँदै गरेको। एकदमै भैयालाई दिलबाट धन्यवाद छ होइन भैया। हुन्छ, थ्याङ्क यू भैया। भाषा नबुझे पनि होइन धेरै धेरै धन्यवाद, थ्याङ्क यू, बाई बाई। एकदमै धेरै धेरै भैयालाई धन्यवाद।
अनि साइकल चाहिँ मैले आज बिहानै सफा पुसेको थिएँ कि यति मजाले देखिरहेको छ होइन चलाउनु नि मजा आउँछ यो बाटोबाट आउनु चाहिँ मलाई फाइदै भयो अब चाहिँ निस्किन्छु साथीहरू टाइम पनि लगभग 9 बज्न आँट्यो है ओके भैया बाई बाई तो निकलते यहाँ पे भैया थोड़ा पास से आइए तो यहाँ पे दिदी भी है बाई बाई दिदीले चाहिँ मलाई भन्नुहुँदै थियो कि सेफ अफ बटवा भन्दै थियो उसले भन्नु खोजेको थिएँ सेफ जर्नी भनेको होला कि सेफ अफ बटवा भन्दै थियो अनि नि गाइस कतिजनाले मलाई कल मेसेजेसहरू त गर्दै थियो होला बट मेरोमा यहाँनिर नेटवर्कै चलेकै छैन होइन त्यही भएर के हेर्नु पनि पाएकै छैन हो अब हेर्दै जाउँ यहाँको त नामहरू पनि यस्तो अजिब अजिब छ नि कि प्रोनाउन्सिएसन गर्नु पनि यति धेरै डिफिकल्ट हुन्छ नि केही पनि बुझ्दैन यहाँको गर्मी त यति धेरै छ नि आमामा के तारिफ गर्नु गर्मीको त तर बाटो चाहिँ राम्रो छ जति नै गर्मी भयो भने हो तर अब अगाडि गएर अहिले 4 लाइनमा चलिरहेको छु अगाडि गएर त फेरि हराउँछ 4 लाइन पनि सानोदेखि चाहिँ 2.5 घन्टामा मैले 40 किलोमिटर भन्दा बेसी पनि साइकल चलाइसकेको छैन यति धेरै गर्मी छ नि अहिले यो बाटोमा हिँडिरहेको छु अनि यहाँनिर भैयाहरू भेटेँ होइन तमिलनाडुको आपका नाम चेन्डिल ओके आपका गणेश ओके चाहिँ 12:30 भइरहेको छ टाइम पनि करेक्ट होइन यति धेरै गरम छ नि आमामा के भन्नु साइकल यहाँनिर राखेँ होइन आकाशहरू हेर्नु सक्नुहोस् न आकाशहरू हेरेरै अब मान्छे यति साह्रो क्लिन छ गरम आमामा यस्तो सानो बाटोमा होइन दोकानहरू पनि कहीँ छैन यहाँनिर एउटा सानो चायको स्न्याक्सको दोकान भेटेँ अनि मेरो चाहिँ एक्चुअलमा पानी थिएन नि त पानी सकेर चाहिँ म यो दोकानमा बसेको थिएँ अनि यहाँनिर समोसाहरू देखेँ र अलिक भोक पनि लाग्दै थियो र मैले एउटा समोसा अनि एउटा चाय लिएँ एउटा समोसा खाएको चाहिँ मिठो लाग्यो हो अनि फेरि अर्को पनि समोसा लिएर चाहिँ बसिरहेको चाय पनि दामी रहेछ हो अब यहाँनिर अहिले एकछिन रेस्ट गर्छु 1.5 घन्टा त्यहाँदेखि चाहिँ जान्छु चाहिँ एकदमै धेरै धेरै धन्यवाद छ होइन मलाई साम्बार चाहिँ मन पर्दैन अनि अङ्कलले चाहिँ हेर्नुहोस् है मेरो लागि के ल्याइदियो यहाँनिर जी थ्याङ्क यू उयो अङ्कल हुनुहुन्छ हो अब खाने चाहिँ के हो थाहै छैन अब हो तमिलनाडुको फर्स्ट टाइम पहिलोचोटि खाना दुःख बुझेर अङ्कलले दिनुभयो होइन प्यारले खाने अब यसको टेस्ट चाहिँ कस्तो छ गाइस है सेयर गर्छु तपाईँहरूलाई पनि होइन गरम गरम छ एकदम एकदम बबाल छ कि बिरयानी जस्तो लाग्यो चिकन चाहिँ नहोस् है भगवान् भेज त भेजै हो फेरि चिकन हो भने त रड्डी हुन्छ नि फेरि दामी गाइस यहाँनिर कस्तो मजा आयो साइकल चलाउनु यति मजाको भ्यू भइरहेको छ सनसेट होइन बाटो हेर्नु सक्नुहुन्छ तपाईँहरू यो साइडको रिभर बग्दै गरेको चाहिँ कोली ड्याम हो कोली ड्याम आमामा अहिले भने चाहिँ म 25 किलोमिटर अगाडि जानुपर्ने छ होइन अब जाँदा जाँदा रात पनि पर्छ होला यस्तो बाटो पाए त कति मजा आउँछ यति मजा आइरहेछ नि साइकल चलाउनु अनि म चाहिँ दिउँसो खाना खाएर चाहिँ अलिअलि भिडियोहरू एडिट गरेँ अनि मेरो फोनमा चार्जै सकिएर चाहिँ फोनमा चार्ज हालेर अहिले भर्खर चाहिँ मेरो फोनमा चार्ज पनि फुल भइसकेको छ अब भिडियोहरू अपलोड गर्नु छ गाइस चाहिँ आज यस्तो ब्याड लक डे रहेछ होइन आज मैले दिनभरि नै पानी खानु पनि पाएन तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन यति मजाको 4 लाइन बाटोमा हिँडिरहेको छु तर पनि मेरो यहाँनिर एक जग्गा पनि इन्डियन पेट्रोल पम्प भेटिनँ होइन कहीँनिर पानी नै छैन अहिले यति डरलाग्दो भोक लागिरहेको छ होइन अहिलेसम्म 8:30 भइसक्यो कहीँनिर बस्ने ठाउँ पनि पाएको छैन अनि अहिले यहाँनिर बसिरहेको छु अनि यहाँनिर हिजो किनेको भुजा खाइरहेको छु साथीहरू यति धेरै तमिलनाडुमा सर्भाइभ गर्नु चाहिँ बहुत डिफिकल्ट रहेछ होइन न त हिन्दी बुझ्छ धेरै चिजको प्रब्लम यार मन्दिरहरूमा पनि बस्नु दिँदैन पेट्रोल पम्पमा पनि बस्नु दिँदैन यार बहुत डिफिकल्ट छ चाहिँ भुजा सुजा खाएर पनि अलिक अगाडि आइसकेँ होइन यहाँनिर एकजना भैया भेटेको थिएँ यहाँनिर खालि उयो के भन्छ ड्रङ्क गरेको मान्छेहरू मात्रै रहेछ यो लाइनमा पुरा हो अनि त्यही भैयाको पछि पछि घरमा सुत्नु दिन्छु भनेर लिएको थियो बट उसको घरवालाहरूले दिएन सो अहिले भने चाहिँ निस्किनु चाहिँ यति धेरै मान्छे यति रिसुर्दो भेट्यो नि निस्किनु धेरै साह्रो पऱ्यो यस्तो गल्लीबाट पछि हेर्नु सक्नुहुन्छ होइन पुरा देख्नु सक्नुहुन्छ अनि यो बाटोबाट अब निस्किन्छु अब चाहिँ लास्ट अप्सन चाहिँ बाहिरै सुतिदिन्छु होला त्यस्तो सोचिरहेछु
चार्जहरू भोलि नै गर्छु होला। र टाइम पनि 10 बजिसकेको छ, पुरा निन्द्रा लागिसकेको छ होइन। बिचक आँखाहरू पुरा ब्लर भइरहेको छ, केही देखेकै छैन, मतलब पुरा निन्द्रा आइसकिसक्यो। अनि यस्तो बाटो भएर जानुपर्छ, यहाँ हल्का चढाइ छ, अब उत्रेर चाहिँ साइकल ठेल्दै लान्छु। आफूलाई चाहिँ होइन यति धेरै साह्रो परिरहेको छ, तर यहाँनिर चाहिँ भैयाहरू भेटेर फोटोहरू खिचिरहेको छ होइन। परदेशमा दुःख चाहिँ कसैले बुझिदिँदैन है। भैया टाइम दिखाइए त जरा लेख्नु। 11:15. भाइ देखो टाइम 11:15. यस्तो बाटोमा छ साथीहरू। आज चाहिँ मेरो तामिलनाडुमा 4th डे हो होइन। 11 बजिसक्यो, अहिलेसम्म मैले कहीँनिर बस्ने जग्गै भेटेको छुइनँ होइन। पेट्रोल पम्पहरू पनि भेटेकै छुइनँ आज भने चाहिँ। अनि होटल लिउँ भने थियो, होटलमा पनि राम्रो होटलै नजिक छैन। लास्ट अप्सनै त्यही हो। यहाँनिर यति धेरै ड्रङ्क गर्ने पिपलहरू छ नि, आम्मामा उनीहरूले मलाई डिस्टर्ब मात्रै गरेको छैन कि, बाँकी उनीहरूलाई देखेर सानो डर लागिरहेको छैन। यस्तो बाटोमा गइरहेको छु, 11:30 पनि हुन आँटिसक्यो। 2 जना भैयाहरू भेटेको थियो बाइकमा, हिन्दी बोलिरहेको थियो। अगाडि गएर म रुम मिलाइदिन्छु भनेर जान्छै गएको छ, तर उनीहरूदेखि भागेर अगाडि आइरहेको छु होइन। भागेर त होइन, उनीहरू उँधोबाट गएको छ, म उँभोबाट आइरहेको छु। म चाहिँ ओभरब्रिजमाथि छु नि त, उनीहरू मुनि छ हो। यार सेफ फिलै लगेकै छैन। एकजना साथीले पनि भन्दै थियो क्या, अलिक सेफ भएर बसेँ भनेर हो। अहिले चाहिँ म टोल प्लाजा आइपुगिसकेको छु होइन। अहिले टाइम भने चाहिँ रातिको 12:30 भइरहेको छ। अनि मेरो भागमा चाहिँ यहाँनिर चामल चाहिँ रहेछ हो, त्यो पनि गमिलो रहेछ हो। यहाँनिर चामलहरू रहेछ, अनि मेरो भागमा पनि रहेछ। अब के खाने हो, टेबलभरि गमिलो रहेछ नि त, भुइँमा पनि गमिलो रहेछ। बिजोकभरि यहाँ चिया रहेछ नि त, यहाँ कमिला होइन, यति पनि प्रब्लम भयो यहाँ त। यति बिघ्न स्ट्रगल गर्नु परिरहेको छ नि। गएर खानु भयो, बाहिर गएर खान्छु। खाना चाहिँ दिउँसोको जस्तो रहेछ होइन, अलिकति झाँकिएको थियो कि, त्यति बिघ्न मिठो चाहिँ रहेन। थ्याङ्क यू महादेवलाई, थ्याङ्क यू है। अनि अब चाहिँ फटाफटी खाने हो, टेन्ट लगाउने, सुत्ने। अब चाहिँ खानासाना पनि खाइसकेँ है। र टाइम पनि 12:46 गइसकेछ। अनि म चाहिँ यहाँनिर अब टेन्ट लगाइहाल्छु। यति धेरै थाकेँ नि, अब कति किलोमिटर हिँडेँ त्यो पनि हेरेकै छुइनँ हो। सो फटाफटी गाइस टेन्ट लगाइहाल्छु है। ल अब चाहिँ फाइनली मेरो टेन्ट पनि लागिसक्यो होइन। बोल्नु पनि मन लागेको थिएन, यति बिघ्न निन्द्रा लागिरहेको छ हो। र अब नि सुत्नेको चाहिँ कुरै छैन, भिडियो एडिट गर्नु छ अब के भन्नु होइन। साइकल चाहिँ मेरो यहाँनिर राखेको छु, साइकल तपाईँहरू देख्नु सक्नुहुन्छ है। र सुत्ने हो गाइस, सुत्ने हो। एउटा भिडियो एडिट गरिहेर्छु, नेट चल्यो भने एडिट गर्ने हो, नभए चाहिँ सुत्ने हो मजाले। आज कति चलेछ भने 119-20हरू देखाइरहेको छ, हो कि होइन थाहा छैन। ल त यस्तो घोडाहरू दुखिरहेको छ, घोडाको पाङ्राहरू फस्किन आँटिसकेको छ। हर हर महादेव। अनि म चाहिँ अहिले भने चाहिँ फिलहाल यो अगाडिको बजार चाहिँ तुन्जा बार यस्तै टाइपको हो। यहाँबाट लगभग 8-9 किलोमिटरहरू छ। अनि मैले चाहिँ सोचेको थिएँ त्यहीँ गएर स्टे गर्छु, रुम लिन्छु भनेर होइन। अब अप्सनै थिएन, किनभने बाटोमा धेरै नै उयो ड्रङ्क पिपलहरू भेटिरहेको थियो होइन। अनि एउटा भैयाले त मलाई घर लगेको थियो, उसको मम्मीले दिएन होइन। बेकारमा गाउँमा सरम मात्रै भयो। अनि फेरि त्यहाँबाट पनि फर्केर आयो। अनि बाटोमा पनि त्यस्तै ड्रङ्क पिपलहरू मात्रै भेटिरहेको थियो डरसरी। सो म अगाडि आएर चाहिँ यो अगाडिको मार्केटमा गएर होल्ड गर्छु, रुमै लिन्छु होला होटलै भनेर सोचिरहेको थिएँ। बट यहाँ त्योभन्दा अलिकति अगाडि चाहिँ अब सडन्ली मैले टोल प्लाजा भेटेँ। अनि यहाँनिर रिक्वेस्ट गर्दाखेरि चाहिँ गाइस यहाँनिर मैले पाएँ र एकदमै धेरै अलिकति खाना पनि खाएर एटलिस्ट मतलब अलिकति भए पनि राम्रै भयो। बाँकी पानी खानुको लागि पानी नै छैन, त्यहाँनिर क्यानमा रहेछ, बट त्यो एकदमै बासी पानी थियो क्या। अनि आज चाहिँ साइकल कति चलायो भन्दाखेरि चाहिँ 120 किलोमिटरहरूको आसपास चलाएँ। र आजको भ्लग चाहिँ गाइस यहीँनिर एन्ड गर्छु। तपाईँहरूलाई नेपाली भ्लग कस्तो लाग्यो के हो। अनि यहाँबाट रामेश्वरम ज्योतिर्लिङ्ग चाहिँ छ 247 किलोमिटर छ। हेरौँ अब कहिलेसम्म पुग्नेछ। सो आजको भ्लग चाहिँ गाइस यहीँनिर एन्ड गर्ने हो। सो तब तक के लिए गाइस टुमरो
मिलते हे किप सपोर्ट किप लभिङ गाइस। राम्रो लाग्यो भने चाहिँ सेयर गरिदिनु होला, थाकेर केही छैन बोल्नै नसक्ने भइरहेछ।